कुस्माको ब्रिज बन्जी जम्प हान्ने ब्रिज टिकट काटेर खोला त कहाँ हो कहाँ रहेछ खोला त कता हो कता ठुलो रहेछ हौ 1 2 3 4 1 2 3 4 8वटा त यो तार छ नि यस्तो माथिको त्यही भएर मात्रै यस्तो छ यहाँबाट आउने टिकट काटेर माथिबाट भ्यू पनि हेर्न मिल्छ तर टिकट पारी आउनको लागि मात्रै पनि 500 रुपियाँ टिकट काट्ने पारी गएर त्यही खाजा खाए नि भयो नत्र एउटा गेम खेल्न पाउँदो रहेछ गेम खेल्यो भने खाजा खान नपाउने खाजा खायो भने गेम खेल्न नपाउने त्यो टिकटमा चाहिँ यता स्विङ रहेछ है यता डेन्जर स्विङ यस्तो छ यतापट्टिबाट चाहिँ पुरा आइबीमा हालेर यसरी बनाएर रहेछ त बन्जी जम्प तल के हो त्यो गोलो गोलो छ त माछा पाल्ने ठाउँ हो क्या है के हो त्यो चित्रको संशोधन गरे ए चुत्रो त्यो फल हुन्छ नि खाने त्यो ए हजुर ए मेडिसिन बनाउने आयुर्वेदिक औषधि यता पिङ रहेछ फेरि यता छुट्टै जिप लाइन पनि रहेछ पिङ पनि रहेछ जिप लाइनको खै त डोरी अघि यताबाट चाहिँ जिप लाइन गरिरहेको थिएँ यस्तो छ है बन्जी जम्प नेपालको दोस्रो लामो पुल दोस्रो लामो झोलुङ्गे पुल है यस्तो छ यहाँ चाहिँ पुरा जिप लाइन पनि हुन्छ यता पारि स्विङ पनि छ तल चाहिँ यहाँबाट केही रिङबाट लाग्छ धेरै बेर हेऱ्यो भने त्यो पर चाहिँ एउटा के मेडिसिन बन्छ अरे आयुर्वेदिक त्यसको त्यो के भन्छ प्रोसेसिङ गर्ने ठाउँ पुरै दुईवटा ठुलो ठुलो पाहाडको बिचमा यो बिचमा आइपुगेँ हेलो हेलो गाइस 1 2 3 4 अब यता हेर न यता हेर्ने आज भोलि फेरि अगाडि हेर्ने चलन छैन क्या साइडमा हेरेर खिच्ने चलन रहेछ ओ बन्जी जम्प हान्यो त्यो मान्छेले गाडीको बाटो नि रहेछ हौ तल यता अघि जिप लाइन गरिरहेको थियो कता गएछ बिसाइगयो बिस्तारै है अमूल्यजी डर लाग्यो डर लाग्यो डर लाग्यो डराउ आजभोलि यसरी भ्लग बनाउँदै हिँड्छ कि यसरी अगाडि यसरी पछाडि फ्यामिली छोरीहरू नानीहरू ठाउँ ठाउँमा चाहिँ फोटो खिच्ने स्पट रहेछ कि हाइट यता आइसक्यो हामी यताबाट आएको हेप्पी छ ब्रिज हेर न यता चक्र जोडी जालीमा रमाई बन्जी जम्प कुस्मा बन्जी जम्प द क्लिप स्काई साइकल स्काई क्याफे स्काई ग्लाइड यस्तो बवाल छ यहीँबाट रहेछ बन्जी जम्प गर्ने यता अगाडि पोइन्टबाट रहेछ त्यहाँबाट जम्प गर्ने बाहिरबाट हो हामी बन्जी जम्पको भित्र रहेछ सिसाबाट पनि केही देखिन्न त
रिजोर्ट जानु लागि थुप्रो रहेछ त मान्छे त बन्जी स्टपहरू ल दामी हान्नुपर्छ के भयो Mommy, there's a person down. ल, I know, that's bungee jump. अब त्यसलाई माथि तान्ने एउटा जम्प गरेको हेरौँ भनेको उयो गर्नुहुन्छ अब कतापट्टि साइड हो यता उयोबाट हेर्नु सक्नुहुन्छ ए अलि अगाडिबाट हेर्नु पऱ्यो यहाँ जम्प गर्छ कि जम्प गरेर हेर्नु न बाबा ऊ त भर्खर त ल्याइसकेको हात त फाल्दैछ नि अब ए कस्तो र एकछिन पखाउनु यसो हेरौँ न अलि यता अमूल्य यहाँ हो यहाँबाट देख्छ यहाँबाट हेर्नु मिल्छ ऊ त्यहाँबाट अब जम्प गर्ने ऊ त चाहिँ केबल कार रहेछ है त्यता चाहिँ ल अब नयाँमा अब कसले हान्दैछ है बन्जी जम्प गर्दैछ मान्छेले रिल्याक्स साह्रै लाग्छ कतै पहाड पहाड छ उता केबल कार देख्यौ तिमीले अमूल्य देख्यौ दुरी चाहिँ कस्तो रबरको जस्तो हुँदो रहेछ नयाँ मान्छे जाँदैछ अरे मुटु निस्किन्छ जपातेल त सक्दैन हो पछि आएर हान्नु पर्ला ए होला सायद ल है एकजना लेडिजले सिकाउँदैछ पछि गर्नुपर्छ हो नाइ कहिले नगर्नु तिमी 5-6 वर्ष ठुलो भएपछि मन लाग्छ अहिले त लाग्दैन होला सर अब जान्छ है अब गयो Nepal's highest bungee jump 228 meter गयो आफै गयो आफै ओ GoPro with GoPro एकछिनमा तल उठ्छ 1 2 3 4 गयो ल यस्तो हुन्छ अब देख्यो अब जाम मुनि झुन्डिरहेको छ तर मलाई त कस्तो रमाइलो यहाँ मुनि पुग्यो मान्छे अब उसलाई बिस्तारै तानेर सर्छ फेरि होइन क्या मजा आउँछ होला के रहेछ मोटरहरू छ त
बन्जी जम्प गर्ने हो नगर्ने झन् गर्नुपर्छ क्या पछि गर्ने हाम्रो पार्टीहरू यहाँ आउँदै हुनुहुन्छ हाम्रो पार्टीहरू के भयो अमूल्य के भयो भर्खर हो भर्खर हो यहाँ रमाइलो भइरहेछ माथि रिजोर्टहरू यता माथि रिजोर्टहरू पनि त्यहाँ होटेलहरू बनिरहेको छ त्यहाँ होटेल रिजोर्टहरूमा बस्ने प्याकेज हुँदो रहेछ 3000 3500 4000को त्यहाँ बस्ने खाने बिहान ब्रेकफास्ट सहित गरेर 3500 4000 कति कतिको रहेछ त्यो पहाड छ यस्तो पहाड यस्तो सिधा सिधा पहाड है सिधै खाल्डो खने जस्तो ए एयरपोर्ट छ माथि ए यता कुस्मा यता बलेवा अलि अगाडि कटेपछि त उ त्यो होला है बागलुङ बलेवा बागलुङको हो कहिले काहीँ यस्तो लाग्छ